बैसारीमा पहिरो जाने क्रम अहिले पनि जारी छ। 2072 साल जेठको 10 गते आज हिजो रातिदेखि नै पहिरो जाने क्रम छ। यति बेला 1 बजेको छ, 1 बजे पनि पहिरो जाने क्रम यसरी गइरहेको छ। तलाउ अहिले पनि 15 देखि 20 मिटर गहिरो छ भने बगर अझै पनि हाइटमा छ। कालीखोला आफै बगेर जान समस्या छ भने 4 किलोमिटर माथि करिब बेगखोलासम्म यसले कालीगण्डकीले बगर बनाइसकेको छ। यो पहिरो जाने क्रमले पनि अझै डर बढाइरहेको छ स्थानीयवासीहरूलाई, सरकारवालाहरूलाई, राज्यको निकायलाई पनि। राज्यका निकायहरू पनि यहाँ आइपुग्न सकेका छैनन्। भूगर्भविदहरू, गृहमन्त्री लगायत विभिन्न फिल्डका इन्जिनियरहरू बेनीसम्म आइपुगेको भन्ने हामीलाई बैसारीसम्म टेलिफोनबाट थाहा भएको छ। तर उहाँहरू यहाँ यो ठाउँमा आउने खालको वातावरण बनेको छैन। उहाँहरूले त्यो विज्ञ टोलीले काम गर्ने खालको अवस्था बनेको छैन। तलाउ हामीले हेर्दा हामी हिँडिरहेको बाटो हो, त्यो खोलादेखि माथिको बाटोमाथि पुल थियो र पुलभन्दा छेउमा एउटा बिजुलीको खम्बा थियो। त्यो बिजुलीको खम्बा तलाउले ढाकेको करिब 4 घण्टा भइसक्यो। यसको मतलब करिब 100 मिटर तलाउ बनिसकेको छ। त्यो तलाउको पानी बिस्तारै यो बगर फालेर जानलाई एकैचोटि जान त सक्दैन। बगर पनि करिब 500 मिटरकै लामो बगर बनेको छ। तैपनि पानी उसट्टिँदा पानीले सुरुमा खोलेर सानो पानी गए पनि पछि त्यसले गलाउँदै जाँदा, भिज्दै जाँदा पानीको मात्रा बढ्दै जान सक्ने पनि हामीले अनुमान गरेका छौँ। हुँदाहुँदै पनि यो बैसारीभन्दा तलका मान्छे डराउनु पर्ने, हताश हुनुपर्ने, भाग्नुपर्ने अवस्था भने देखिँदैन।